जाने भनेर हिँडेको होइन हामी। अब प्लान चेन्ज होला जस्तो छ ल। हुन्छ यता फुल फुलेर पयाँ आउँदैछ है त। राम्रो फुल फुलेको कस्तो दामी फुल फुल्यो यहाँ पाखाभरि। सिजन हो यो है त ल। हामी चाहिँ सेन्टरसम्म जाने भन्दा भन्दै अब उता जाला जस्तो छ छटकाट। यो चाहिँ हेर्दै गर्नु हामी देखाउँदै गर्छौँ ल। यता फर्किने सबै एकताल होइन ल है गाइज। किनमेल भयो ट्रोफीमा। अब फेरि जाँदै बाटो फेरि लम्किँदैछ है त। त्यही भएर जाँदैछौँ हामी। अरू दुइटा लाउरेहरू झिल्केहरू उहाँ हिँड्दैछ है। हामी चाहिँ यता जाँदैछौँ। म यता फर्काइरहेको बेला बल्ल हात ठडाउँछु। गिरी ओ गिरी अब चाहिँ भरिया चेन्ज भयो होइन। भरिया चेन्ज भएर उता भाइले झोला बोक्नु लाए अनि म चाहिँ अब भिडियोको पेन्छ दामी पारामा है त। आज चाहिँ यो पहिला हामी एकचोटि गइसकेको हो जानलाई भर्खर हामी आउँदा। त्यो बेलामा हाम्रो केही पनि थिएन गएको हो। फेरि अहिले पनि जाऊँ भनेर जाँदैछु। यहाँ हाँस हेर्नु हाँस कस्तो मजाले बसिरहेको। जिन्दगी त त्यस्तो चिल छैन त। हामी जाँदैछौँ बिना प्लान। बाटोमा खास टेलिकम हिँड्ने मान्छे बाटोमा आउँदा आउँदै प्लान चेन्ज भएर नदीको तिरैतिर हुँदै जाँदैछौँ है त। जान लागेको ठाउँ चाहिँ दामी फुल फुलेको थियो। फुल खिचौँ भने खोलाको छेउ हुँदै हामी चाहिँ जाँदैछौँ माथि। नवीन ठिक छ नि होइन। त्यहाँ यहीँ गिरी त्यो अनि यो लिडलमा सस्तो पाइन्थ्यो सामान। यहीँ लिडलबाट किन्नु त उहाँबाट बोकेर आइयो। अर्कोचोटि आउँदा होस् पार। तपाईँले आउँदालाई अन्डर एस्टिमेट गरेर हो कि बुढा मर्निङ हिँड्ने म जतिखेर हिँड्न सक्दो रहेछन् भन्दै थियो। अहिले चिल जिन्दगी रक्स ठिक छ नि। बवाल मजा आइरह बिना प्लानमा हिँड्ने हो होइन। तर त यस्तै हिँड्ने नै यसरी हो फेरि। यस्तै रमाइलो हुन्छ नि त फेरि अनएक्सपेक्टेड। अब चाहिँ म दिनदिनै दौडिँदै यहाँ आउनु पर्ला जस्तो लाग्यो। यो पार्कमा आएर फर्किने के छ विचार। डेली यहाँ आइपुग्यो भने धेरै लामो छ यहाँ त। धेरै लामो छ। तर यहाँसम्म आएर जाँदा त फेरि बवाल जान पर्छ के फेरि। माछा मार्न लाग्यो कि के हो थाहा भएन। यता चाहिँ होइन यहाँ छ नि आउँदै एउटा गोलो छ नि चोक छ कि एउटा साइकलिङको चोक छ हेर्ने। योगा गर्दैछ नि के गर्नु। ल आयो त्यो हाइवे भयो होइन। हामी जाने भनेको डाँडा चाहिँ उहाँ हो। कहाँ भन्दा म देखाउँछु अब। ओ यो चाहिँ
अहिले हामी जाने डाँडा त्यो हो ल मजाले टक्क यस्तो छ यस्तो गोलो घुमेर जाने काली जाने हाँस यस्तै गोलो छैन त यस्तो छ टक्क लगाएर होइन अब यसरी जाँदैछ त हामी स्वर्गै पुग्यो पानी बोकेर ल्याएको तिमीले खाएन होला त्यो पानी त्यो अहिले अब कम्पनी बस्दैछ नि त उता पारि डाँडा क्या त त्यो सब डाँडा घुमेर आएको यस्तो ड्याममा ड्याम हो कहाँको ताल आफ्नो ताल ड्याम त्यहाँ चाहिँ अलिकति माथिबाट छरी पुगेर खेल्ने ठाउँ पौडी अहिले त गिरी यो हाइवे तलबाट जाने अब के गर्न आएको बे यस्तो टाढा र टुटुङ छ त आम्मा आम्मा धुपी सल्ल हिँडेकै छ ज्यान ज्यान हिँडेकै छ होइन कस्तो लागिरह म त फिट एन्ड फाइन मान्छे होइन मजा आइरहेको नि मजा आइरहेको गर्मी पनि भइरहेको चिसो हावा नि आइरहेको म हुडी लगाएको ज्याकेट खोल्दा यो खोल्न पनि पाएन अब अर्को टी सर्ट लगाएर आउनु पर्ने टी सर्ट लगाएर आयो के आउँछ त्यसो तल यो उकालो बाटो हुँदै जाने हो हामी त्यो डाँडामा हो पुग्ने आउनु आयो अझै छ बाटो चाहिँ हामीलाई है त आवाज मजाको आवाज छ के देख्छन् घरको छेउछेउ बाटोमा यस्तो छ होइन म अगाडि गएर पछाडि गाउँमा भित्री गाउँमा मजा आयो होला नि यो अनुभव पनि एउटा थियो
नमिलाएर न ल कहिलेकाहीँ नयाँ कुरा नयाँ ठाउँहरू अवलोकन गर्नुपर्छ र हेर्नु चाहिँ अझ छ एउटा जेब्रा क्रस ओ रोयो एउटा रोछ हामी यस्तो जाँदैछौँ हामी जानु पर्ने डाँडो चाहिँ त्यो डाँडोमा चाहिँ हो हामी जाने यो ठाडै बाटो जाँदैछौँ ऊ गिरी चाहिँ उहाँ पुगिसक्यो लोक यहाँ म यहाँ छु नवीन उता हुँदै दुइटै कुराले बोसो घटाउने आउनु हौ आउनु अब 15 मिनटमा डाँडा पुगिहालिन्छ है त 15 मिनट नाली फिफ्टिन मिनटमा आइपुग्यो आउनु धेरै छैन अब आइसक्यो लगभग अब आइसक्यो त्यो डाँडा पहिला यहाँबाट बाइक साइक के हिँडेको थियो गिरिस निकेर गइरह अगाडि होइन पहिला त हामी उता झरेर अब आइपुग्यो हो ल अब त आइपुग्यो 15 मिनट अब 15 मिनटमा आइपुग्यो कस्तो दामी जङ्गल छ होइन 15 मिनटमा हामी त पहिला झरेर उताको बाटो गएको कि उहाँबाट झऱ्यो त्यो मेरो फोटो खिचेको नभए त अब सल्लाहको रुखको उहु ल है लगभग हामी आइपुग्ला ऊ त्यो बाइक त त्यो ठाडै उठाउँछ है त्यो हाम्रो नारायणलाई ल्याउनु पऱ्यो नारायण तिमीले यो भिडियो हेऱ्यौ भने यहाँ आऊ होइन यहाँ सबै प्लटिङ गरेको जग्गाहरू छ त्यति बिक्री गर्नुपर्ने भयो नारायण के भन्नुहुन्छ नारायणलाई नारायण कार्कीलाई भनेर यो सोप फुले जस्तो के हो बे यो फुलेको सोप जस्तो थियो नि टोरी जस्तो नि छ आनन्द उ हेर्नु त अन्त यहाँ त यस्तो पुरा ए रोलर कोस्टरको बनाएको छ यहाँ रोलर कोस्टरको अस्ति नै खन्दै थियो नि रोलर कोस्टर त बल्ल पो यहाँ हुनुभयो हजुर दिन्न होला क्याम्पिङ त रोलर कोस्टर हामीलाई त्यो पाकिस्तानीले ऊ त्यो डाँडामा छोडिदिएको नि ऊ त्यहाँ अनि त्यहाँबाट हामी हिँड्दै आएको गाडीमा कालो छैन त नि हो कस्तो दामी हावा चल्यो सर फाइनल्ली गाइज लगभग 1-1.5 घन्टामा चाहिँ आइपुग्यो होइन अनि यो क्रस बत्ती चाहिँ वहाँबाट पनि देख्छ यो क्रस मेन चाहिँ यो
टावरमा ऊ यतापट्टि पनि छ टावरहरू त ऊ त्यहाँ यस्तो बनेको छ सल्लाहहरू छ टक्क होइन रमाइलो छ अब यो डाँडामा यस्तो छ यो डाँडाकाँडा सबै यो डाँडाकाँडा त हाम्रो नेपालतिरको जस्तै नै हो है यहाँ के बनाएको छ खेल्ने कुरा के अरे यहाँ यस्तो यस्तो रहेछ यो रोलर कोस्टरको जस्तो लाग्यो मलाई यो चाहिँ बनेको चाहिँ ऊ माथि माथि यस्तो यस्तो घुमेर आउने चाहिँ रोलर कोस्टरै होला सायद अनि यो चाहिँ स्लाइडर भइहाल्यो त्यसैको लागि हो मेन डाँडो चाहिँ यही होला आइपुग्यो फाइनल्ली कहाँबाट हिँड्दै हिँड्दै यहाँ आइपुग्यो लाइट चाहिँ वहाँबाट मजाको देखिन्छ टक्क यसरी फिट गरेर चाहिँ यसमा चाहिँ लाइट टक्क क्रस देखिन्छ के छ फाइनल्ली यो त काम हुँदै रहेछ ओ यहाँ तल पनि काम हुँदै रहेछ ल मौसम बिहानको जस्तो हुन्थ्यो भने बब्बाल देखिन्थ्यो यो बेलुका मलाई त यहाँ सनसेट हेर्न आउनु मन लाग्यो चाहिँ सिभ्यू सिटी बस्न एकछिन आराम गरौँ खानपिन गरौँ कहाँ खाने चाहिँ उयो उस पछाडि गएर बस्नु चौर तल छ कि यो सेन्टर चाहिँ यहाँ पऱ्यो होइन हावाले पनि हल्लाइदियो ल अहिले चाहिँ हाम्रो यहाँ फोटो खिच्ने अनि भिडियो सिडियो बनाउने त्यस्तो भइरहेको छ सबैको ठ्याक्क घाम फेरि आउने जाने सुटिङलाई उहाँ हिरोलाई उहाँ पोज दिइरह तर यो भएन क्यामेराम्यान यहाँ घाम त छोपिहाल्नु पऱ्यो नि उयो के अरे भल छोपी धन्न खसेको मोबाइल भल छोपी जस्तो अनि घाम छोपेर टक्क भिडियो खिच्ने काम भइरहेको हाम्रो यहाँ वरिपरि यस्तो छ वातावरण अनि हाम्रो उहाँबाट झरेर आउनु देख्ने क्रस लाइट चाहिँ त्यो क्रस लाइट हो त्यो चाहिँ मेमोरियल टावर हो यस्तो वरिपरि खै पहिलाको जमानामा यो डाँडोमा छ अब तल यहाँ माथिबाट तल ढुङ्गामुढा गर्न सजिलो हुन्छ भनेर के जमानाको टावर अनि यो पछाडि चाहिँ सबै देख्ने चाहिँ हामी बस्ने सहर देउराली बता चल्यो कहाँ हिँड्यो गाडी यहाँबाट बाटो उता छ उता चाहिँ हिमाल यस्तो छ बुझ्यो भने बुझ्यो स्ट्यान्ड जस्तै के दबाई आछ ठिकै छ त्यता जाऊ क्या त्यताबाट छैन त्यताबाट छैन यहाँबाट छैन त्यहीँबाट होला
आयो त फोन आयो त टक्कौला फोन आयो गाडोकोलाई हो के होला यस्तो दामी छ ऊ त्यतातिर चाहिँ जानुपर्छ अहिले यहाँ बसेर चाहिँ खाजा नास्ता होइन टक्क लागेको भ्यू चाहिँ आनन्दको ठाउँ यस्तो मजाको ठाउँ छ ठुलो भएपछि बुढी लिएर आउँछु यो ठाउँमा भोलि पर्सि म भने यो रुख चाहिँ कस्तो दामी के है उमलाई भर्खर नयाँ पात पलाएको भर्खर पात फर्केर हो यो चाहिँ बवाल लाग्छ है मलाई यो रुख क्या है यो जङ्गल चाहिँ सर अब जाँदा त्यहीँबाट जानु ल ल है गाइज अब चाहिँ हामी अब फर्किने तयारीमा छौँ होइन अब जाँदै हो सबै होइन यो अब जान लाग्यो उता पर चाहिँ घाम लाग्दो रहेछ यता त जाडो छ मौसम यस्तो छ पानी चुला जस्तो भइरह अनि हामी चाहिँ यहाँ माथि आएर हाम्रो चाहिँ आजको बिदाको चाहिँ मजाले सदुपयोग भयो चिसोले जाडो छ हाम्रो नेपालमा चाहिँ एकदम गर्मी छ होइन तराई भेगतिर यहाँ चाहिँ औडाइ चिसो छ है त होइन साथीहरू एकचोटि आउनुपर्छ गिरी हामी कस्तो दामी क्या अब चाहिँ ओह्रालो झर्दैछ होला है त जाडो जाडो पनि छ जुनकिरी हो क्या बिरेक के को फुल हो बे कति राम्रो फुल हो बे यो फुल के को राम्रो कस्तो राम्रो फुल अब चाहिँ रात पर्यो चिसो छ हामी चाहिँ ओह्रालो झर्दैछौँ अब ओह्राली झर्दै है गाइज बाटो चाहिँ यस्तो ठाडै छ अघि आउँदा चाहिँ गाह्रो थियो अब झर्दा त उफ्री उफ्री पाट्छु के हेरौँ ल पहिला कति मिनट हुन्छ त्यस पछाडि अर्को हेर्नुपर्छ कि इन्सम्म नै हेर्नुपर्छ खुल्दुली खुल्दुली जाँदैछ गयो ओह्रालै ए ओह्रालो झर्कामा चाहिँ चाँडै हो अब चाहिँ उतै हो अनि तेर्छ त त्यही नै हो छटाक छैन कि त्यहाँ काफलामा राखेको नि त्यहाँ उयो तल त अनि गाडी पाउँछ त भाइ अब अलिकति गएपछि त गाडी पाइहाल्छ नि हेर नि कस्तो दामी छ ठाउँ शान्त छ
सुन्दर शान्त अब लाग्यो घामस्थान लाग्यो अब चाहिँ फर्किँदैछ मैले ल घर पुग्न बाँकी नै छ कति छ यसो फर्किँदैछ बिचरा ल बस कुद्यो घामस्थान लाग्यो कस्तो दामी देखियो हेर घामस्थान लाग्यो त